खोल्नु न म यहाँ भिडियो बनाउँछु कि बनाइदे भिडियो बनाइदे अन्त फेरि खोल्न बनाएको ल्याइ सामान पाइयो भन्ने सामान पाइयो है छोरी भन्ने सामान पाइयो है छोरी जापानबाट पठाइदिएको अब यहाँ खोल्दैछु के छ ए यहाँ के छ भनेर हेर्दैछ बाबु उभिएछ नि हेर सामान के र टुङ्गेले पठाइदिएको क्या टुङ्गेले ल हेर त म त खोल्न आन्छ के छ गाई छ ल अनि के छ यसले त भोलि बिहानमा आन्छन् भन्थ्यो त अन्त हिजोको आइसकेको रहेछ त्यो त छोड्दिनँ नि हजुर झोला पनि पठाइदिएको भाइ अब धन्यवाद छ छोरीलाई झोला छोरीलाई नातिनीलाई भन्नु न छोरी र नातिनी भान्जा अब रमाएर यहाँ हेर्नु हेर त के हो त्यो त भान्जीलाई होला उठ्यो चाहिँ पोका त्यो इन्जिलाको यो नि कसलाई अब खै त्यहाँ के मिला छ गरे कोकललाई अब यो फेस वास सहितको चाहिँ भान्जीलाई हो योलाई होला माइदीको होला नि कोही पानी यो चाहिँ भान्जीको हो यो छोरी इन्जिलाई छोरी एन्जिला रे एन्जिला दिदी रे उसले पठाइदिएको आमा रे यो आमालाई रे तपाईँलाई रे यो अनि यहाँ फेरि के लेखेको छ है ल भदै रे जम्माइको नाम दिएको होला है भगवान् ल मिठाई ल यसम्म पठाइदिएकोमा धन्यवाद छ छोरी नातिनी भान्जी धन्यवाद छ ल ल खान्छौ अब बाई बाई यो तिम्रो यो खोला यो खोला तिम्रो ल तेरो यो है अनि अब पठाइदिएको सम्झेर जापानबाट यस्तो ल भैया के होला नि बाबाको आमामा हेर त तिम्रो उचालो अब यो माइलीको र मेरो चाबी त्यो जापानिजले बनाइदिएको अरे क्या भैया बाबुको कपडा त यो भगवान् फ्यामिली सहितको बनाएको रहेछ यो फेरि ल कपडा त यहाँ आयो त पठाउनु न म यहाँ भिडियो बनाउँदैछु ल खाबे यहाँ भिडियो बनाउने बेला हो नि पानी माग्ने ल कचाल पानी भैया के टोपी त मलाई त टोपी त आयो कि के हो भदै भन्ने लेखेकोमा चाहिँ त्यही होला नि ठुलै रहेछ के ठुलो रहेछ अनि त्यहीबाट भरेको भए नि त बोजेले लाने ए हुन्छ तपाईँलाई नै होला हो किनभने कपडा ल है ल है बाबुको कपडा त थुप्रै पो भयो लौ खाऊ God bless you. ल जुत्ता काको जुत्ता लगाइहाल्छ उद्घाटन गरिहाल्छ खानेकुराहरू छ चक्लेट तिम्रो कपडा किनिदिने हुन्थ्यो यो त सेरमा नै ठुलै छ यो यस्तो मुजा मजा लाग्छ ल कपडा त युज पाएँ नि त यो लगाउनु मिल्ने रहेछ गर्मीमा लाने यो फेरि नि ल
कान्तालाई भन्दै किनिदिएको होला नि यहाँ कान्तालाई कान्तालाई भन्दै किनिदिएको भान्जीले ल कब्रा थुप्रै ल टोबी त नातिको नामा आएको बोजेले पो लाग्यो टोबी त ल बाई बाई गर फुपूलाई ल नमस्ते गर हेर त यहाँ है हजुर के छ र हेर नि सोल हालेको होला गाडी रहेछ यो साडी जुन्दाने माइलीको र मेरो अरे जापानिज बुढीले बनाइदिएको यहाँ त फुपूकै फोटो रहेछ त दुईटैमा अरे क्या त्यसको फोटो मेरो फोटो भेटाएर ल्याएर हेर त गाडी मसिना गाडी ल हेर त गाडी त तिम्रो कति हुने हो 10-12 हुने भयो यो त अचार मोजेर खाने हो क्या यो यहाँ नि पाइन्छ होला गरे ल्याउ मलाई दिएको एउटा चक्लेट पठाइदिएको होला ल नखाने धेरै खानिदिने माइलीले पनि चक्लेट ल्याइदिएको थियो ल बाई गर्नु अब ल बाई हो पाए सामान ल अब सामान पायो ल सामान पाएर नि खोलिसक्यो ल